कहिले फुटाल तँ ए उता जा हेलो साथीहरु सबैजनालाई वेलकम छ मेरो ब्लगमा। सबैजना सन्चै हुनुहुन्छ होला। आई होप हामी पनि सन्चै छौं। के छ हजुरहरुको हाल खबर? हाम्रो चाहिँ सब ठिकै हैन। आज चाहिँ ह्यापी होली सबैजनालाई। वर्षको एकचोटी आउँछ नि त होली हैन। हुन त दुईटा होली हुन्छ भोलि तरै आज पहाडहरुको सबैजनालाई धेरै धेरै शुभकामना साथीहरु। त्यही हो आज चाहिँ ह्यापी होलीको म टी-शर्ट बिहान टी-शर्ट लगाएर होलीको टी-शर्ट लगाएर अब हामी चाहिँ पसल जाँदै छौं सो साथीहरु। अब म पसलबाट स्टार्ट गर्दै छु। म चाहिँ एउटा नानीलाई मेरो नानी एउटालाई चाहिँ टिको लगाएर जाँदै छ। अहिले पर्व आउँछन् अनि पिंकीको साथी पनि आउँछन् अनि हामी जाँदै छौं। अहिले चाहिँ हामी पसल जान्छौं। अहिले चाहिँ हामी रुममा छौं। हाम्रो रुमको यस्तो छ टक्क लाएर हैन। त्यही हो हामी चाहिँ आज पसलमा धेरै रमाइलो होला जस्तो छ किनकि आज चाहिँ म बुफर पनि लगेँ। कहाँ गयो बुफर? ए यसमा छ। यो बुफरहरु नानीको कपडा लगेर म जाँदै छु। अब हेरौँ रमाइलो हुन्छ हुँदैन। खानासाना बनाएर हेर्नु 5 बजे उठ्नुपर्छ क्या। 5 बजे उठो हैन खाना बनाऊ खाऊ भाडा मोला अनि फेरि हड्केसमा पसलमा लगा उतै खाऊ। धेरै गाह्रो छ हो साथीहरु। धेरै गाह्रो छ तर मान्छे त गाह्रो भयो भने दुःख भयो भने त दुब्लाउँछ क्या रे। म त मोटाएर 62 किलो पो हुन लागेछ साथीहरु। 62 किलो केले यस्तो भइराछ गाह्रो छ। दुब्लाउँछु भन्छु मोटाइ राख्छु। खाना पनि यति डाइटिङमा तरिकाले खान्छु क्या। तर के हाल्नु मोटै हाल्छु। मोटाउने मान्छे मोटै हाल्छ त हैन साथीहरु। म चाहिँ बिहानै उठेँ। आज चाहिँ खानासाना बनाएँ नुहाएँ अनि नुहाएर अब चाहिँ म पसल जान्छु। बाल चाहिँ यसै नै छ मेरो। आज चाहिँ पसलमा के कति रमाइलो हुन्छ कोले लोला हान्छ त हेरौँ है साथीहरु। म चाहिँ आजको भिडियो होलीको लिएर आउँदैछु हजुरहरुको माझ। अब रेगुलर लिन पाएको छैन। जति लिन्छु उही हेरेर साथ सपोर्ट गरिदिनु होला साथीहरु है। आफू त एकुल्टे मान्छे परियो। एकुल्टे मान्छे भए पनि हार चाहिँ खादिन है साथीहरु। हार चाहिँ खादिन। म जे जति हुन्छ अघि सरेरै देखान्छु। हजुर ए हामी सोर्कादरी गएको अस्ति नै अन्सरी। हामी अस्ति नै पूजा गर्न गएको हामी सोर्कादरी। ओके तिमीले कहिले भनेको? ओके साथीहरु अहिलेसम्म हिँडे ल। साथीहरु रुमबाट ढिला पनि भइसक्यो। आज ढिलो भयो किनकि आज होली पनि थियो त्यही भएर आज ढिला भयो। टक्क यो फेरि मेरो ब्याङ्किङ के यो मेरो ब्याङ्क हो। यो किङ के यो मेरो ब्याङ्क हो। यो लिने लाने पिङ्कीको यो चाहिँ हैन पिच गरी यो पोर किनेको पिच गरी हो। यो टी-शर्ट त जान्छ साथीहरु। ल अहिले म गएर बाल्टिन पानी दिन्छु रङ हालिदिन्छु अनि ल। अनि यो टी-शर्ट चाहिँ कहिलेको भन्नुहोस् नसोध्नु है। यो चाहिँ कहिलेको भनेपछि हाम्रो फर्स्टचोटि बिहे भएर फर्स्ट होली मनाउँदाको हो कि बुढोको र मेरो। यो बुढोको हो यो मेरो हो। मेरो बुढो नभए पनि मेरो बुढो लगाएको छ। यो बुढो यो म यो बुढाको यो बुढीको यो ड्याडीको यो मामुको तिम्रो त्यहाँ छ। पिङ्कीको पनि छ। हाम्रो 3वटा फ्यामिलीको टक्का यो यो पिङ्कीको मैले हिजो किनिदिएको। यो चाहिँ ड्याडीको र मेरो बिहे गर्ने सालको 3 साल भइसक्यो यो टी-शर्टहरु किनेको थाहा छ। यो चाहिँ म सधैँ राख्छु के। यिनी चाहिँ वर्षको एकचोटि किन्न पर्दैन के। यो लक्ष्मण यो पुष्पा यो लक्ष्मण यो पुष्पा यो प्राची यो प्राची यो पुष्पा यो लक्ष्मण। आई मिस यु लक्ष्मण। तिमी यहाँ भइदिएको भए मैले तिमीलाई यस्तै लगाइदिन्थेँ। टक्क यस्तो मेरो गालो लान्थे यस्तरी गरिदिन्थेँ नि। कसरी यहाँ छोरी अहिले हामी दिउँसो घर बनाउने यसरी यसो हुन्छ यता के टक्क यस्तो मेरो हातका लोला भयो होइन टक्क अनि यस्तो क्या। ओ माई गॉड हामी चाहिँ त्यसरी लाउने। पिङ्कीलाई चाहिँ मैले यो चिसो हुन्छ नि त बिहानमा त्यही भएर अहिले लगाइदिएन। यिनलाई चाहिँ अहिले दिउँसो टक्क हट प्यान्ट अनि यो लगाइदिएर म फोटो खिचिदिन्छु ल साथीहरु। ओके बाई। अहिलेलाई यो चाहिँ मेरो बुढो कहीँ राखिदिन्छु। अहिले लाउन नपाए पनि यो साल सँगै नभएर के भयो त टाढा भए पनि कडा हुन्छ
छ माया त्यही भएर यो राखिदिन्छु ड्याडी अफिस हाम्रो ड्याडी अफिस ओके साथीहरू म गएको ल हाम्रो भान्जीहरू चाहिँ धेरै पछि मेरो भ्लगमा एन्ट्री ओ माई गड कति लामो बाल भएको तिमीहरू चाहिँ दिउँसो आइज ल ओ तिमी ढोखोला यिनीहरूको इक्जाम आएको साथीहरू यिनीहरूले पढ्छ के गर्छ यिनी चाहिँ धेरै पछि यिनी चाहिँ अहिले यिनी पनि नेक्स्ट भान्जी आछन् अनि यिनी पनि भान्जी हुन् अनि दुईवटा भान्जीको अरुणा पुष्पा यिनी चाहिँ सुतेछन् यिनको एससीको इक्जाम हो यिनी चाहिँ सुतेछन् यिनको एससीको इक्जाम हो होइन यिनलाई निद्रा लाग्छ टाउको दुखेछ भने यिनले खास सन्चो छैन यिनले प्रेसर धेरै छ क्या साथीहरू त्यही हो हामी चाहिँ लङ टाइम पछि माइजू भान्जीहरू भ्लग आइरहेको छ सबैजनाले हेरेर माया गर्नु नभुल्नु होला इट्स ओके अहिले चाहिँ म जान्छु ल भान्जीहरू म चाहिँ दिउँसो आइज म तिमीहरूलाई लोला हान्ने हो अहिलेलाई टाटा म तिमीहरूलाई लोला हान्ने हो अहिलेलाई टाटा म अन्डा फुटालिदिने हो तिमीहरूको टाउकोमा किन रुन लाग्यो म विदेश जाने जस्तै गरेर हो म पैसा लाग्नु पिर लाग्छ कि त्यस्तो गर्दैछ अहिलेलाई चाहिँ म जान्छु ल यिनी चाखुरी होइन बागदुला आउने बेला यत्रै थियो क्या मभन्दा सानो थियो अहिले मभन्दा ठुलो भएर यहाँबाट जाँदैछन् होइन यिनीहरूले कसरी बिदाई गर्न सकुला र मैले हो माइली गर्न हो कि म चाहिँ हिँडेको म धेरै बोले पनि होला यो घरमा हजुर कति घाम लागिरहेछ अहिले चाहिँ यस्तो छ है हेर्नु न गाउँ पाकेर कति रमाइलो भएको छ यहाँ चाहिँ हाम्रो फुपूले तल कुखुरा सरसफाइ गर्दै हुनुहुन्छ हेलो फुपू ह्याप्पी होली हाम्रो फुपू चाहिँ तल हुनुहुन्छ सो यो हाम्रो स्केटिङमा धेरै नगएको धेरै बिजी छु नि त साथीहरू बिजी भयो भने यस्तो हुनेछ क्या दिमागै खेलाउनु नपाउने क्या कसैको केही बारे सोच्नै नपर्ने क्या आफ्नै ताल आफ्नै बिजी है यस्तो छ आजको मौसम चाहिँ यस्तो छ ह्याप्पी होली सबैजनालाई इट्स ओके मेरो छोरी चाहिँ यहाँ छिन् किन हाम्रो भाइ हेलो भाइ यो चाहिँ मेरो भ्लगरका यिनी मित्र वान टिकटक होइन क्या बोलोको पागल यिनी चाहिँ हाम्रो भाइ हुनु है साथीहरू यिनी चाहिँ आउन नमाने किरे भिडियोमा म चाहिँ झर्दैछु है अहिले ओह्राली हेलो गाइज हाई गर्दै छोरो रोक्सी हो र आज नि आज त खाने हो रङ खाने हो के रोक्सी भन्ने कुरा नगर मलाई रोक्सी चुरोट यो भनेको त मेरो एलर्जी हो कि एलर्जी न मैले अरूले खाएको सहन्छु न मेरो बुढाले खाएको सहन्छु ओके सबभन्दा बरु त्यो मान्छेले के खाओस् कि मेरो घरमा आएर स्याउ केरा किनेर खाओस् तर म यो चुरोट रोक्सी भनेपछि नो बाबा नो कसरी जाने हो र कलर किन्नु जाने हो म चाहिँ हिँडेको साथीहरू रुमबाट चलाएर ह्याप्पी होली टक्कै यताबाट आएँ होइन मेरो पसल चाहिँ बन्द छ यसरी म ढाकेर गएँ यहाँ आउँदा चाहिँ मेरो साथी मेरो छिमेकी दिदी चाहिँ यस्तो भइसकेछन् हेलो तिमी चाहिँ किन यस्तो भएको आज बिहानै होली हो त्यही भएर छिटो यस्तो भएको ए हो हामी चाहिँ जुठो परेछौँ है नलाइदेऊ ल बाख्रो मरेछ मैले चाहिँ पसल ओपन गरिसकेँ मेरो छोरी चाहिँ पिचकिरी हान्न सुरु गरिसकेको छन् यता छोरी साथीहरू बर्बाद भयो हेर त ए भगवान हेलो गाइस हाम्रो ल्याउँदै छ है हामी चाहिँ होली मनाउने कि चाहिँ कालीलाई हेर्छु हामी काली दिलवाली यता हेर्नु है काली हामी चाहिँ होली खेल्न सुरु ह्याप्पी होली सबैजना सर ह्याप्पी होली म्याम म त खेल्दैन भनेको यो पदमा हे मान्छेले लगाइदिने हेर त पिङ्की परवाला पनि लगाइदिएछ नि हेर छोरी साथीहरू हामी चाहिँ लगाइसक्यौँ है ठक्क लगाएर कलर यता मिलाएर लाम्ला बढ्नु भनेको यस्तो भयो होलीमा त नि कहाँ मिलाउन त कहाँ हुन्छ त नि ह्याप्पी होली
प्रणाम हाम्रो पण्डित बाको लाइन हुँदैछ होइन हाम्रो बाले लगाइदिनु भयो रङवटा यस्तैमा चाहिँ हुन्छ कि अनि केरेटले हो जो किन भन्नु हाम्रो त उमेरको हो ल हाम्रो चाहिँ यहाँ नानीहरू होली खेल्दैछन् यता आइजाऊ को उता नजाऊ ओइ ऊ लड्यौ नि ती अबिर खै अबिर सम्झे नि बाँकी छ अहिले लिएर आउनु के साह्रो यिनीहरू हेर्नु त सुशीललाई हेर्नु त लुचेर गयो ह्याप्पी होली ह्याप्पी होली अहिले आउँछ है ओके के भएर आएछ के भयो केटीले त बर्बाद गरे मलाई हेर त हेलो हामी कुन आज त के रमाइलो नहेरे जस्तै गरेर गछन् के अरे पख भोलि पनि आउँछ ये बा अंडा फुटाल्दिएर हानेर कष्टमा चिन्निनको त अंडा फुटाल्दैछन् रमाइलो भयो नि अंडा अंडा पाक्यो यहाँ रोटी मेरोमा आज किन यस्तो गर्छ नि ह्याप्पी होली सबैजना ह्याप्पी होली अहिले जानु मन छ नि हाम्रो आज ह्याप्पी होली यहाँ त बर्बाद भयो सागर दाइ हेलो साथीहरू म चाहिँ होली सकेर घर आएर पनि नुहाएँ अनि नुहाएर बसिरहेको छु सो साथीहरू आज चाहिँ पसलबाट म छिटो आएँ किनकि आज पसलमा बस्नुभन्दा नबस्नु बेस थियो किनकि धेरै हावाहुरी लागेको थियो कि आज हुन त हुरी पुन्ने हो त्यही पनि आज हुरीले गर्दा धेरै हावा चलिरहेको थियो अनि फेरि होली पनि खेलिएको थियो त्यही भएर अलिक छिटो बन्द गरेर घाँटी दुखिरहेछ होलीले होला होइन घर आएर नुहाएँ नानीलाई नुहाइदिएर नानी सुतिरहेछन् सो म चाहिँ अब भिडियो अफ गर्न राखेको छु आजको ब्लग कस्तो लाग्यो हजुरहरूलाई अनि कस्तो भयो त हजुरहरूको होली सो कमेन्ट गर्न नभुल्नु होला इट्स ओके